यो ओह्रालोमा केही छ? यहाँ हाम्रो डगी चाहिँ बहुत सिका डगी ल कम सबैजना सन्चै भन्ने मैले आराम छु भन्ने सबैजनालाई भन्छु मेरो मिनी भ्लगमा आज म चाहिँ यसो जङ्गलतिर हिँडिरहेको छु। गाइजहरू तपाईँले देख्नु भयो होला आज हामी जङ्गलतिर यसो केही खजना भेटिन्छ कि भनेर आएका छौँ। यो ओह्रालोमा केही छ? यहाँ हाम्रो डगी चाहिँ बहुत सिका डगी देख्छ नि यो दुलामा केही भेट्दैन बच्चा भाइलाई ऊ केही सामान छैन हाँसो लाएर हाम्रो अझै यात्रा सुरु भएको यात्रा देख्न सक्ने जङ्गल के देख्नु भएको यस्तो दुःख खाएँ। हाम्रो यात्रा अझै सुरु भएन क्या यहाँ हिँड्दैछौँ कहाँसम्म पुग्दैछौँ त्यो अझै थाहा छैन। यो यात्रा देख्नु त यो जङ्गल वनमा यस्तो तास्नु भएको यो तपाईँले बुझ्नुहुन्छ होला। यो 1066 ल 1066 रुपियाँ पर्छ अरे नेपालमा। हाम्रो यो कार्यक्रम चल्दैछ हामी वन गन्दै हिँड्ने रुखै सब तासेको त्यस्तै के हरियो हाम्रो काम चाहिँ है हजुर हो यो रुखमा छाप लाग्नेलाई के भन्नुहुन्छ? यस्तो बन्ने रुख काट्नेको सम्भावना हो कि गने हो कि के गरे अब त्यो म त बुझेन। सब रुखमा त्यस्तै साल भयो सब हरियो छ देख्नुहुन्छ। मैले अब के भनौँ र प्लेटै बनै जता होइन त्यो त यहाँ हामीहरू यस्तो हिँडिरहेको छौँ यहाँ टक्क लाएर यहाँ पानी बोकेर उता छ्याक्क छोटो मिठोमा जङ्गल सानो हिँडेको यस्तो भेटिन्छ जङ्गल गर्मी घामको दिउँसोको 12 बजी 40 डिग्री घाममा 2 बजेको डिग्री घाममा हिँडेको के गर्नु यार यस्तो यता यहाँ मेरो मामाहरू हिँड्नु दाइहरू पानी झोलासोला बोकेर त डगिसगी रुखो ढल्या सब आगो लाएर नाङ्गै साङ्गै सब यता नि रुख सब यस्तो हरियै ताजा खबर न्यु र हाम्रो भलको यस्तो त्यहाँ आउँछ छोटो मिठो हाँसो नआए पनि हाम्रो डेन्जर भलको यो हेर्नला जस्तो छोटो मिठो लाएर पनि हामी चाहिँ यसो यो खालको शिकार पनि देखाउँछौँ लाग्छ नि हेर्नु ल। हाम्रो सानो मिठो सानो भाइ पनि भेटिन्छ यतातिर कता छ। हामी अलि ठुल्ठुला पऱ्यौँ सानो खोज्दै हिँड्ने खाउँ त्यो पनि अलिकति गाह्रो छ तन्तपरि घाममा नभेट्यो भने हिँडेको अर्थ र खुट्टाको दुखाइ अनुसारको मिहिनेत फरक हुन्छ। यहाँ त खै अब गाडी हो हामी जङ्गल झरीछौँ देख्नुहुन्छ गाइज। ल यो भिडियो एडिट गर्नु होला म फिलहालको सत्तो मिठो लिएर आउँदै गर्छु एकछिन मिसाउँदै देख्नुहुन्छ। यतादेखि ल्याएर झन् 602 उतादेखि छ यो त। ल कम सबैजना सन्चै भन्ने मैले आराम छु भन्ने सबैजनालाई भन्छु मेरो मिनी भ्लगमा आज म चाहिँ यसो जङ्गलतिर हिँडिरहेको छु। गाइजहरू तपाईँले देख्नु भयो होला आज हामी जङ्गलतिर यसो केही खजना भेटिन्छ कि भनेर आएका छौँ। हामी चाहिँ यसो हिँडिरहेको मेरोतिर हुनुहुन्छ दाइहरू उता माथि त डगिने आँखा म चाहिँ यसो कस्तो मिठो मेरो मिनी भ्लगमा सबैजनालाई स्वागत छ भन्न चाहन्छु। आज हामी चाहिँ यो ढुङ्गातिरको साइडमा खोज्न हिँडेको छौँ देख्न सक्नुहुन्छ। हेर्नुहोस् हामी दुध छिर्न जान्छौँ अब त्यतातिर त्यो जस्तो भयो भने तपाईँ हेर्न आउनु होला लास्टसम्म यो भिडियो। हामी यहाँ चाहिँ शिकार हेर्न आएका छौँ वनतिर जस्तो भयो नि शिकार चाहिँ खोज्नुपर्छ जङ्गलतिर राइट देख्न सकिन्छ। म चाहिँ यहीँ ओगाल्नु नसक्छु पसेँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ बहुत ठुलो ओह्रालो छ। यो ओह्रालोमा केही छ? यहाँ हाम्रो डगी चाहिँ बहुत सिका डगी देख्न सक्नुहुन्छ। यो दुलामा केही भेट्दैन
बच्चा भाइलाई केही सामान छैन जस्तो लाएर हामीले त हाम्रो त बोतल यता हुन्छ पानीको बोतल बोकेर छत्त मिठोमा छत्त मिठोमा हिँड्ने के गर्नु चाहिँ देख्न सकिन्छ गाई चाहिँ धुलो बास्ना त आयो वात्त निक्ल्यो वात्त मलाई गर्मी भयो कस्तो रोक्नु चाहिँ कस्तो थियो त यो रोकिँदै बनाउँदै नि त सायद छैन त हामी हिँड्यौँ अब चाहिँ 5-6 जना भयो त यस्तो यो जङ्गलको बाटो हाम्रो आजको 5 जनाको पैदल यात्रा सुरु हुँदैछ बनाएको यहाँ बर कालामा झ्याम्म झुम्म अलिकति चुम्मा खाइदिएको यता पनि ठ्याक्क लाएर हामी चाहिँ यति आमा भन्छ दाइ भाइ हो या ल सबजना हिँड्दा देख्न सकिन्छ यताको यो पार समाधानीको भिक्स यो हाम्रो नाङ्गी बन्छ आगो लाएर हिँड्दामा म त यो भिडमा चलिरहेको के गर्नु हाम्रो पैदल यात्रा कहाँसम्मको सुरु हुन्छ हामी आफ्नै जङ्गलमा आफ्नै पैदल यात्रा सुरु गरेर अनुसन्धान वन गर्न हिँडेका छौँ जङ्गलतिर अनुसन्धानमा के पाइन्छ अब सब यहाँ सबैले अनुसन्धान गरेर हामी पनि अनुसन्धान गर्न हिँडेका छौँ देख्नुहुन्छ हाम्रो दगी एकदम अर्को अनुसन्धानको ऊ शिकार हुन्छ अहिले यो कान्छन नाङ्गे डाँडाको यो सुरिलो भेगमा आइरहेको बबाल देखिरहेको आमा चाहिँ एम्पायर बनाउनु भएको आज टक्क मिठो जङ्गलको चिसो हावा यो पारि गाउँ अनि यो गाउँ छेक्के त त्यो गाउँ छेक्के यो पनि चाहिँ गाई र छेक्के मिठो हामी मचिको हावा खाँदै हिँडिरहेको यो डाँडाभित्र हेर्नुहुन्छ यो चाहिँ राप्ती खोलो यो चाहिँ हाम्रो यो राप्ती खोलो यो खोला पारि बौद्धमाको के भन्छन् माथि खोला गाई छु ल छोटो मिठो अहिले आउँदैछ मिठोमा चाहिँ टुक्क के बनायो अरू थप्दै गर्छु भेट्यो भने होला गाई छ त हामी भेट्यौँ अहिले त यहाँ 5-6 जना भयौँ हामी त घाँस काट्न आएको खै भेट्दै अत्याधिक धोइ दादामा नाङ्गे दादामा आइगयो खै के पनि भेटिँदैन न घाँस भेटिँदैन के पानी बोकेर हिँड्ने त्यत्तिकै पकटमा दगी यहाँ थाकेर याक गरेर यता कति गयो झर त हामी त अहिले त 5 जना भयो 6 जना 3 जना हिँड्ने मान्छे बेसी लागेको भिडियो